JBL Chat 6. Wait a minute. Who are you? Chirdim. So hello and Zole Savala. Hope you guys are fine. I'm going to get you at Shanibar ko din and 11th of July and आज चाहिँ फर्स्ट टाइम इन पोल्यान्ड नेपाल फेस्टिभल हुँदैछ सो त्यहीँ जान आँटेको काम त थियो तर के गर्ने 2 महिना अगाडिदेखि नै जाने प्लान थियो त्यही भएर छुट्टी लिएको सो बाहिर दाइ हुनुहुन्छ अब चाहिँ हामी यहाँदेखि हिँड्छौँ एन्ड अरू दिदीहरू दाइहरू पनि अलरेडी उता सायद पुगिसक्नु भयो कि खै थाहा भएन पुगिसक्यो होला सो हामी यहाँदेखि चाहिँ 2 जना उबरको वेटिङमा छु एन्ड देन अब हामी उतै गइन्छ अनि यो भिडियो चाहिँ प्रोग्रामको खासै त्यति चाहिँ मैले हाल्दैन होला कज हल्का हल्का क्लिप मात्र हाल्छु किनकि मलाई त्यो भन्दा अरू नै अब अनि त्यसपछि ग्लोनी पनि जानु छ हल्का स्पिकर पनि हेर्नु छ JBL सो लेट्स स्टे कनेक्टेड एन्ड आजको मेरो ड्रेस चाहिँ यही हो मसँग फुल ड्रेस छैन सो ओन्ली बाङ्गडा एन्ड नेक्स्ट टाइम प्रोग्राम भयो भने चाहिँ फुल मगर ड्रेसमा आउँछु म अभियसली लेट्स गो यो गाडी चाहिँ मलाई मनपर्छ क्या अब चाहिँ हामी यहाँदेखि जान्छौँ अनि अब अहिले दाइभित्र हुनुहुन्छ अब उबर कुर्दैछौँ अनि म जान्छु चाबी यहीँ मुनि राखिदिन्छु अनि साइकल यहीँ छ त्यसपछि दाइ पनि ठ्याक्क आयो हाम्रो पाण्डे दाइ अब चट्ट हामी पनि आफ्नो गन्तव्यतिर लागौँ गन्तव्यतिर लागौँ म उबर गर्छु दाइ प्रोग्रामको लागि प्रस्थान हुन लागिरहेका छौँ 2 hours later भिडियो बनाउने रे तर क्यामेरा छोड्न चाहिँ लाउँदैन रे लु हामी चाहिँ लोकेसनमा आइयो दाइ यहाँ छ अब को आउँछ त्यसको वेटिङ हुने चाहिँ यता हो तर यो कस्तो दामी देखिन्छ कि सिट सो हामी चाहिँ अहिले दिदीहरूलाई कुर्दैछ सो दिदी आएपछि ओइ त्यो त साइकल बाइदियो सही अब दिदीहरू आउँछ दिदी आइसकेपछि सो सी यु आफ्टर अ मिनी ब्रेक a few moments later भयो यो त नाटकै बेसी मात्र ढाका टोपी त सानो भयो नि होइन झपटे बाल के देखाउने भनेर अब हामी भित्र ड्रेसको मान्छेहरूलाई हेरौँ त आयो त बुढा बरु अनि ढाका टोपी रहेछ बुढासँग लु अब हामी छिर्न लाग्यो अनि बादु दाइ कति बजी आएको यहाँभित्र चाहिँ फर्स्ट टाइम हाम्रो एन्ट्री बाई हिरोइनहरूको एन्ट्री के भन्छ अपस्टेयर वेलकम टु अपस्टेयर यहाँ चाहिँ हाम्रो फर्स्ट टाइम खै यता खै ए अगाडिबाट नि हुन्छ आगे से पीछे से वेलकम टु अपस्टेयर है अपस्टेयर अपस्टेयर ड्रेसमा कहाँ हो काम सकिन 7 फोन हानेको म यहीँ बगानतिर जाऊँ न त आमा दाइ
प्रोग्राम छ सब हाँसी सुरु भइसक्यो कता हो बस्नु 1 eternity later. दुईटा पाल्नुहुन्छ फुल एमजी भए पनि त युरो कमाउने मान्छे हो नि होइन जोइटी पो कमाइन्छ त मजाले है ल उहाँको चाहिँ आर्ट चाहिँ मान्नुपर्छ है त्यही भएर आहा कति राम्रो चस्मा छैन मनोबसमा के रहेछ कठै बिचारा उहाँसँग खासमा है आहा कति राम्रो चस्मा छैन मनोबसमा के रहेछ उहाँसँग खासमा घरमा रहेछ बुढी लास्टमा के गर्ने होला अहिले गएर बस्दै बस्नुहोस् फेरि पनि छोरा पनि छ फेरि अर्को निकाल्ला हुन्छ ल म कान्छी भएर जान्छु अनि फेरि अर्को नि पाम्ला के भएर
One eternity later. गर्मीमा चाहिँ यो चाहिँ संयोजक जिम्मेवारी दिनु भएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। ए यसको फेरि एडभर्टाइज गरिरहेको हुन्छ नि एडभर्टाइजमेन्ट मिम गराइदिउँ न। अब हामी 3 जना मात्र। प्रोग्राम सकिसक्यो। अब घर जानुभन्दा अगाडि एकचोटि एकजनाले तिर्नु अनि अहिले भरे अब यहाँदेखि चाहिँ हामी लोनी जाने, त्यसपछि बल्ल पो उज्यालो आएछ। यता दायाहरू पनि ठ्याक्कै एउटा छ। अब हामी लोनीतिर लाग्दै लास्ट टाइममा उबरमा जाने भनेको मान्छेहरू धेरै आउने रहेछ। 13 नम्बर जान्थ्यो नि भित्र बस्छ। भ्लगहरूको भिडियो हुँदैछ यहाँ, मिनी भ्लग हुँदैछ अरे वहाँ। अर्को भ्लगर हुनुहुन्छ आयो अब मिडियामा हामी जानु भनेको। निद्रा लागिरहेको मलाई त आँखाहरू अन्त पुरै निद्रा लाग्यो। 1 million zillion jillion dillion cotillion times later. फाइनली JBL Chat 6 तर ब्यागमा जान्छ, हटाउँछ गराइयो। अब चाहिँ ठिकै हो, रमाइलो भयो, निद्रा लाग्यो, उबर लाने बेला छ। फाइनली वेलकम ब्याक टु माई स्विट होम, माई स्विट सफा। आजको भिडियोको लागि चाहिँ यति नै। ढोका खुल्ला नछोडौँ। अब चाहिँ अब यहाँ आजको भिडियोलाई चाहिँ यति नै। फेरि अर्को भिडियोमा भेटौँला। बोनस क्लिप है, बोनस क्लिप। त्यो पनि देखाउनु भिडियोमा। ओके, यो बोनस क्लिप हो क्या आजको भिडियोमा। दाइको ढाड सड्केको अरे त्यही भएर यहाँ बाहुनको मगर ढाडमा मसाज गर्दै पाप लाग्ला तिमीलाई। पाप लाग्दैन है दाइ, पाप लाग्यो नि म पापी हो। पाप लाग्यो है पाप। यस्तो कि चाहिँ हामी सजिलो सन्चो हुन्छ क्या सड्केको चाहिँ, मजा आउँछ हो। अझ अहिले पाप लाग्ला है। अहिले 100 रुपियाँ दिऊ। होम सर्भिस है यो, 100 टिको लागि तिमीले दिनुपर्ने के? ए मैले दिनुपर्ने उल्टै होइन होला पाण्डेले। पाप कटाउने आज नि हेर्ने होला नि दाइ नर्वेको म्याच। हेर्यो नि भाइ यार। हिजो कसको सुत्यो? स्पेन नसुति हेरेको मैले यार। हेरेको ठ्याक्क ब्रेक जाने बेला त दामी यस्तो फास्ट के यस्तो मिठो पास निकाल्यो है स्पेनले, बच्चा लाग्थ्यो। ल आजको मसाजसँगै भिडियोको समाप्त।